परम पूजनीय धर्मगुरु जुन साङ्गे खानु रिम्पोछेको अगुवाईमा निर्माणाधीन साङ्गे सिरुब्लिङ गुम्बामा 17 दिन श्रमदान गर्न पाउँदा आफूलाई एकदम खुसी पाएको छु र यो श्रमदानको क्रममा म आफूलाई एकदम बोधिचित्तको अभ्यास गर्न पाउँदा आफूलाई एकदम भाग्यमानी र यो सुनौलो अवसर दिनुहुने खेपा पाचन नर्बुज्यूलाई धेरै धेरै धन्यवाद। बौद्ध धर्ममा श्रमदान करुणा मैत्री र सेवाभावको अभ्यास उत्कृष्ट मानिन्छ। अरूका हितका निम्ति निस्वार्थ रूपमा श्रमदान गर्नु भनेको दान पारमिताको अभ्यास गर्नु हो। बुद्धले सिकाउनु भएको मार्गहरूमा ध्यान र उपदेश मात्र होइन, सेवा र कर्मलाई पनि अत्यन्तै महत्त्वपूर्ण मानिन्छ। हामीले श्रमदान गर्दा आफ्नो अहङ्कारलाई त्यागेर अरूको निम्ति काम गर्छौँ। यसले मन सफा हुन्छ र एक आपसमा सद्भाव बढ्छ र समाजमा पनि एकता र शान्ति स्थापित हुन्छ। अरूको दुःख कम गरिने सानो श्रम पनि ठुलो पुण्यका कर्म मानिन्छ। त्यसैले श्रमदान गर्नु भनेको शारीरिक काम मात्र होइन, यो एउटा बुद्धिचित्तको अभ्यास हो र यो बुद्धिचित्तको अभ्यासले सबै प्राणीहरूको दुःख मुक्त भई सबैमा बोधिचित्तको उत्पत्ति होस् भनी मलम गर्न चाहन्छु। छन्चो सेन्चो रिम्पोछे म के पनि के गर्छु के पनि भम्या भयाम घोने गाउँदै फिलबारस्यो सर्वमङ्गलम। यो पनि अहिले आएछ र रिसेट भएको